हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज चाहिँ हामी घुम्ने भनेर चाहिँ रेडी भइसकेको छौँ। हामी भन्दा नि म चाहिँ स्पेसल्ली रेडी भइसकेको छु अनि मेरो बुढा पनि रेडी भइसक्नु भएको छ र हामी चाहिँ आज घुम्न जाँदैछौँ। त्यहाँनिर हलनमा चाहिँ टुलिप फ्लावर फेस्टिभल भइरहेछ मे 2 देखि 11 सम्म अनि त्यहाँ चाहिँ घुम्न जाँदैछौँ। मैले चाहिँ भ्लग बनाउँदाखेरि त्यस्तो नर्मल्ली कन्टेन्ट यताउता भन्ने आउँदैन क्या, मलाई भर्खर बिगिनर छु नि त, सेकेन्ड भ्लग मात्रै हुँदैछ मेरो यो। अनि त्यहाँ चाहिँ मलाई चाहिँ नयाँ ठाउँ यसो घुम्न जाँदाखेरि चाहिँ भिडियो बनाएर हालौँ न भन्ने हिसाबले चाहिँ बनाउँदैछु म। र अर्को कुरा, मलाई फुल चाहिँ एकदमै मनपर्छ, वाउ लाग्छ मलाई फुल चाहिँ। मैले यहाँ पनि रोपेको छु मेरो फुल सानो, अनि यहाँ पनि छ। यो चाहिँ मलाई तुलसी दिदीले गिफ्ट दिनुभएको प्लान्ट हो, यत्रो भइसकेको छ होइन गाइज। ल अब हेर्दै गर्नु होला, बाटोतिरको भिडियो हाल्दै म फ्लावरको सबै ठाउँ चाहिँ एक्सप्लोर गर्छु है त, हेर्दै गर्नु होला है त। सबैतिर गुलेमा लिलामको बसाइ माने के अरे ए त्यस्तो पलहरू कति छ रमाइलो पलहरू। बुढीहरूलाई त माया गर्नु परिहाल्यो नि। भाउजू तपाईँको कस्तो कस्तो आउँदैछ हेर्नु यहाँ। बुढीलाई 15 कि 16 प्रो म्याक्स छ, आफ्नो 13 छ। यहाँ चाहिँ हामी टिकट काट्ने ठाउँमा आएको छौँ। टिकट काटेर हामी फ्लावर गार्डनमा जाँदैछौँ। जहिले यो वेदरले चाहिँ राष्ट्रै गिटी गरिदिन्छ। म दिन्छु तिनजना आमा काट्दैन हो, हामी यहाँ काट्दा तिमी काट्दैन, तिमीलाई पात्र दिइहाल्छु। कति पर्छ टिकटको चाहिँ यहाँ? एडल्टलाई $15, युथलाई $7। Pictures and then he downloaded, send them all to my son. Yeah, I'm sure. नि भर्खर कोपिला कोपिला हुँदो रहेछ। Because I just kept clicking. म त एउटा केटीको बगैँचामा नजाऊ तिमी बनाउँछ टिकटक भमरा लिन्छु मिडियालाई दादाले गीत लेखिहाल्नुहुन्छ अब एउटा फुर्ला फुर्ला जस्तो भइसक्यो गाना। Nice. यहाँ चाहिँ फेस्टिभल म्युजिक चलिरहेछ एकदम राम्रो। जामुन खाडी आएको छौँ हामी, अमेरिकाको जामुन खाडी। थाहा छ तिमीलाई जामुन खाडी भनेको? थाहा छैन?
विन्डमिल 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 मिल तपाईँलाई थाहा छैन विन्डमिल देन विन्डमिल कहाँ लेख्छ हौ ए बोर्ड पनि using pieces from older mills. Name Swan. Swan. Oh, Swan. It had the मगिदिनु भएर बस्नु म्युजियम जस्तो रहेछ नि कपमा कपहरू अरू म्युजियम र म्युजियम पारिपट्टि जानु ए उयो राखेँ त फ्लावरहरू मतलब बारे चाहिँ त्यो मलाई नि यस्तो भिरालोहरू परेको जग्गाहरू पनि देख्दैछ त होइन सबै समर होइन स्ट्रबेरी हो यो अनि लास्टमा जानु त फुलै हुँदैन लास्टमा त भनेको थियो मरिहाल्नु नि त त्यो डार्क फुलहरू क्या छिटो कहिले देखेको थिएन ब्ल्याक वुड हामी फुलबारीमा आइरहेको छौँ यो फुलबारी सबै मेरो तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने आउनुहोस् यो मेरो गार्डनमा यो सबै देखेको प्लट सबै मेरो हो कस्तो दामी दामी भयो लेकको छेउमा घरहरू छ मर्यो हावाले गफ सुनौँ न म पनि आधा त त्यस्तो मान्छेहरू हिँड्नु सक्छ यहाँ नाम आउँछ त आउने रहेछ त सोल्जर हो नि त दाइ यतिको त दिनु परिहाल्यो नि
यो चाहिँ के हो यहाँ गार्डन यस्तो चाहिँ कहाँ छ यो घोडाहरूको चाहिँ कहाँ छ देखाउनु खोजेको होला नि छैन न उता जान्थ्यौँ के उयो देखाएको नि दोकानहरू दोकानमै यो बनाएर रहेछ यस्तो घोडा त चढेको छु कि म मेलामा यस्तो रिङ्गाटा लागेको बमिटै गरेको यो घोडामा चढेर म कहिले बिर्सिन्न कस्तो रिङ्गाटा लागेको नि प्लास्टिकको जस्तो छ गाइस फुलहरू चाहिँ यस्तो दामी छ ल जाऊँ न त खै दादा पर आउनु आन्टी पर है यहाँ त है आन्टी यहाँ चाहिँ हामी चाहिँ घुमेर निस्किसकेको छौँ पार्किङमा जाँदैछौँ सरी